पर्खिनु ल ल आइसक्यो नि यो चोकमै के को सँग जेनेवाला हानिदिन्छु म त फेरि खाएको जस्तो देखिन्छु र कमेन्ट गर्नु कमेन्ट को हाम्रो गाउँसम्म कतिवटा जिप छ 4-5 वटा भ्लगमा हुँदैन भ्लगमा भनेर चाहिँ पाइँदैन ल्याइ क्या हो हेलो बाजेको चाहिँ हाँसो मिठो छ है बाजे हेलो नमस्ते हो तपाईँहरू सन्चै हुनुहुन्छ होला मेरो नाम चाहिँ विश्वास गौतम अनि म चाहिँ आज होइन अब भोलि दिदी एन्गेजमेन्ट छ हाम्रो गाउँ हो होइन गाउँसरमा मेरो छिमेकीको छोरीको एन्गेजमेन्ट छ मेरो दिदीको अब भोलिको लागि जाँदैछौँ अनि चित्त त्यहाँ वेट गरिरहेको छ अब हामी जान्छौँ अनि पहिलोचोटि च्यानलमा हुनुहुन्छ अनि सब्सक्राइब गरिदिनुहोस् अनि लाइक पनि गरिदिनुहोस् अनि सबै गरिदिनुहोस् होइन अब मलाई चाहिँ त्यति साह्रै बोल्न आउँदैन कि अब सिक्दैछु अब हेरौँ आजको भ्लग कस्तो हुन्छ अनि म त्यही नै त्यो भिडियो सब्सक्राइब गरेर लाइक गरिदिनु अन्तिमसम्म हेरिदिनु भिडियो जुत्ता लगाएको छैन जुत्ता लगाएको छैन अब रेडी हुन्छु म जुत्ता पनि हेर्न कस्तो औतरे जुत्ता पनि यस्तो पारेको छ जुत्ता लाउनु पऱ्यो नि त होइन यहाँ साथीको घर पेटी माग्न जानु पऱ्यो है अब क्यारे अब पेटी छैन होइन अब यहाँ पेटी माग्न जानु पर्छ ढिलो पनि भइसक्यो फेरि भोलिको लागि केक अर्डर सोध्नु पऱ्यो भोलि खुल्दै खुल्दैन यहाँ केटाहरू पेटी ल्याउन त्यस्तो आइफोन भएको हुन्थ्यो हामी सानी है अब आइफोन छैन अब क्यार्ने भोलि आउने तिमीहरू भोलि आउने भने हो ठिक छ आउन अब भोलि तिमी लान्छ भोलि मलाई के लगाउँछ राजले हो कि राजले मेरो पेटी ला अनि त्यही भएर भोलि ट्र्याक लगाएर आउन केटाहरू भएपछि यस्तो हो नि त होइन हरेक कुरामा पेटी अब अरू मागे पनि दिन्छ अब फेरि धन्यवाद मोबाइल देऊ न ल गयो है भाइ भोलि लान्छ आऊ है केटाहरू होइन यस्तै हो अब केटाहरूको बिच साथ भइहाल्छ नि शीतल पार्टी नि एकदम राम्रो छ नि ओहो बाइक यस्तै बाइक म किन्छु कि पछि आमा आमा पठाएर पेटी लिएर आएको यहीँ आइ भनिदिनु न यस्तो यस्तो मात्रै गरिदिनु न हो ल म गएको गाउँ जाने हो भोलिको लागि खास त भन्छ कि बिहादी फाल्यो त्यो मैले पहिल्यै भ्लग बनाउँथेँ कि अनि स्टोरेज चाहिँ पुग्दैन अनि त्यही भएर मैले नबनाएको अब बनाइहालेँ बनाइदिउँ त भने अनि अब स्टोरेज चाहिँ पुग्दैन अब फेरि आधी भिडियोहरू फालेर अनि स्टोरेज पुऱ्याउनु पर्छ यस्तो तनाव छ नि तैँले अहिले लाने हो कि कहिले लाने भोलिको लागि त्यो के अरे केक त्यो इन्गेजमेन्टको लागि केक अब सोध्न जानु लाग्यो अब सायद भोलि केटाहरू ल्याउँछ होला हेर्नु अब यस्तरी स्टोरेज छैन यो मोबाइलमा सारेको छु मैले सेयरइटबाट अनि स्टोरेज क्लियर गर्न लागेको छु मैले म चाहिँ बाटोमा छु अहिले स्टोरेज क्लियर गर्न लागेको छु अहिले अनि म बाटोमा छु अहिले त्यहाँ मिलेको है मिल्यो अब हामी चाहिँ माथि त्यहाँ माथि जानेछौँ अन्तिमसम्म हेर्नु होला होइन यस्तै बाइक किन्छु म पछि यस्तै बाइक किन्छु दुईवटा है यस्तै किन्छु गुइँ आयो छिटो उठ गुइँ आयो गुइँ ऊ नानीले त सुसु गरिदिन् खै ऊ सुसु गरिदिन् नानीले सब्सक्राइब अब कहाँबाट जाने यताबाट जाने यस्तै ह्यान्डसम छ है केटा हो ए केटी हो सरी केटै हो यो म त केटा हो भन्दैछु अब त्यसको लागि चाहिँ अब ठिक चाहिएको यत्रो हुन्छ होला नि है यत्रो यो जति साइज त्यति साइज गर्नु न यो कतिसम्म बनाउने तपाईँ काटेर हालिदिन्छु कि त्यसपछि म कसैलाई त्यहाँनिर एक पाउन्ड चक्कु र त्यहाँनिर हाल्नु 850 जाम चाँडो जाम केक पनि भयो होइन अब हामी जान्छौँ जिपमा जिप ए चाँडो आएछ न कति ठुल्छोले बोल्दै यार म मेन रोडमै
खानु पऱ्यो होइन चल जाऊँ न टाइम पनि औडी अन्दा हामीले टाइम पनि औडी खा भागौँ न नत्र फर्स्ट टाइम यार म यहाँ झोला मेन रोड अङ्कल अङ्कल ल आइपुग्यौँ पर्खिनु ल ल आइसक्यौँ यहीँ एउटा चोकमै छिटो पनि चाकडी गएला चाहिँ तल भिडियो बनाउनु पर्ने साले गर्दा मार्दैछ दस जान्छौँ के को सङ्गत जेर्नीवाला हानिदिन्छु म त फेरि उतै होइन हाम्रो त के भन्नु तपाईँको अब 1 घन्टाको लागि हाम्रो 1 घन्टाको लागि भन्नु पर्दैन अब 15 मिनटसम्मको लागि हाम्रो हुन्छ अब बसिहाल्ने यो कता अगाडि भन्नु यसो अगाडि बस्नु के यसो हेरेर त्यहाँसम्म माथि हो जाने त्यहाँ माथि रमाइलो हुन्छ अब जिपमा मेरो सानो सानो म थापा जस्तो देखिन्छु रे है तर म परियाहरू बाँच्थेँ यहाँ आमाले भन्नुभएको थापा जस्तो देखिन्छु र कमेन्ट गर्नु कमेन्ट कल देखिन्छ मर्के जस्तै भएको स्टुडेन्टहरू त पहिला त बिस्तारै बाहिर पढ्दै गर्छ खतरा होला के त होइन अब सबैजना यहाँ बस्नुभएको छ अब हामी पछाडि जानुपर्छ पछाडि उभिनु पऱ्यो होइन ल पछाडि बल्ल रमाइलो भयो बल्ल हाई गरिदेऊ घरको झालझालबाट हेऱ्यान मलाई त्यहाँबाट है बाजे बाजे माथि एरोप्लेन को आउने हो चढ्न तर गाउँघर खतरा हुन्छ नि है हेर्नु यस्तो कस्तो चाहिँ हेर्ने ऊ परालु भैँसी भैँसी ए बच्चाहरू हेलो तर मान्छेहरू स्पिकर बज्दा दानी यस्तो कोल्टे दिए बाजेको चाहिँ हाँसो मिठो छ है बाजे बाजे यस्तो गरिदिनु नि त एकचोटि ए यो अन्त तर यो अन्नी बाजे खतरा म बाजेको फ्यान भइसकेँ है अरू केही पनि होइन बाजे मलाई तपाईँको हाँसो मिठो लाग्यो कि ठिक छ है ठिक छ एकदम हामी बाजे नि हाँस्दिनु कि एकचोटि हाँस्थ्यो नि त के हाँस्छ यस्तो राम्रो फोटो खिचिदिएको यस्तो रेडिङ गरिरहेको अनि के खिच्ने लानु खोज्या हो है सबै खिचेर लानु पऱ्यो बाजे लानु पऱ्यो अब यो बादलको कसम यो त रोमान्टिक भइदियो नि त के हो यता हेर भन् त रमाइलो भयो गाइस एकदम कोल्टे भयो समाचार टमाटर चाहिँ के म आउँछु माथि कब आउँछु कोल्ड ड्रिङ्क छ न हिमालयसम्म केही आएन होला म प्यार कि बोला छु के गर्ने ऊ माथिबाट ठुलो बस आउनु लाग्यो ऊ माथि धुलो आयो यार लास्टै धुलो आयो यार बस्दै धुलो उडाइदियो यार कति राम्रो बाख्रा यार ठुलो मम्मी
लुवा मेरो गाउँ पनि गाउँ छोरै होइन आज चाहिँ म के अरे दिदीको ठुलो मम्मीको घर जान्छु सब आगो लागिदिन्छ नि यहाँ त बेसरी आगो लगाइदिएछ यार यो धेरै हल्लियो के गर्ने आइफोन भए भए हल्लिन्थेन यहाँ माथि त खतरा रहेछ माथि त खतरा रहेछ है बाटो ए गङ्ग्राङ गुङरुङ बेसी सहर पिसाब ल्याए गाडी रोक्नु रे पिसाब आयो रे म चाहिँ माथि बसेको छु होइन आज पहिला पनि बसेको आज सेकेन्ड टाइम है तर पहिलाभन्दा बाटो दुईवटा जिप हाम्रो गाउँ सरको हाम्रो गाउँ सरको कतिवटा जिप छ 4-5 वटा भन्न दिएन भ्लगमा भनेर चाहिँ पाइँदैन ल्याइ क्या मेरो हेर्न कति राम्रो छ कि गाउँ उतम पक्का खलासी भन्न नसक्ने हो ल पास भइसक्यो खलासी ल मैले त्यस्तो नराम्रो नखोजेँ होइन त्यही पनि पास भइसक्यो खतरा हुँदो रहेछ नि त माथि त ओए समाते मलाई समाते पछिले आयो पछाडि गाउँ एरिया हाच्छौ न एकछिन नि ठुवा यो मेरो गाउँ एरिया होइन मेरो गाउँ एरिया ए हाच्छौ न बेसी सर तल छ आइपुग्यो अब आइपुग्छ कता हो आइपुग्यो आमासँग दिन्छु भन् आमासँग 150 रुपियाँ लिएर आऊ यही भन्न लागेन त आइपुग्यो मम्मीहरू त्यहाँ आउनुहुन्छ खाना ल्यायो होइन गाह्रो भयो पेमेन्ट हो गया पेमेन्ट हो गया के अरे यस्तो के अरे भ्लग बनाउन अति उस हुँदो रहेछ होइन यो मेरो मोबाइलबाट चाहिँ अनि के अरे भ्लग बनाएको धेरै स्टोरेज एकदम खायो क्या अब चाहिँ मोबाइल सरी मेमोरी किन्नु पऱ्यो अनि ट्याक्क मेमोरी किनेपछि सबै अनि उसहरू फाइल्सहरू सबै त्यही मेमोरीमा कपी गरेर अनि बल्ल बनाउनु पऱ्यो नत्र भए चाहिँ खतरा हुन्छ हामी आइसक्यौँ मम्मी के खाएर आउनुभयो है केकलाई हामी आएको आइपुग्यौँ ल आयो भनिदिनु नि त ठुलो मम्मी अभि त जसँगै भयो म आइपुग्यौँ होइन हामी चाहिँ यहाँ अब यसो अब एकछिन फ्रेस हुन्छौँ आमाकै जुठो खानुपर्ने अरू कसो जुठो खाने र केटीको जुठो खान मिल्दैन तिमीलाई भाँच्यो त खाएर आयो भने खाऊ त ए बिर्स्यो यार किन भयो अब चाहिँ भोलि खामसाम गर्नु अब आइपुग्यौँ होइन अब के अरे म चाहिँ अब फ्रेस हुन्छु फ्रेस भएर जसँगै बनाइदियो अब म चाहिँ फ्रेस हुन्छु होइन अब चार्ज पनि सकेछ लो भइसकेछ अनि थ्याङ्क यू सो मच हजुरहरूले अन्तिम समय हेरिदिनु भएको लागि हो हजुरहरूले रमाइलो लाग्यो होला अनि हजुर नयाँ हुनुहुन्छ भने त्यही सब्सक्राइब गरिदिनु होला अनि लाइक अनि कमेन्ट सेयर गरिदिनु होला अनि के कमी कमजोरीहरू छ त्यो कमेन्टमा भनिदिनु होला ताकि हामी सुधार्ने मौका पाउनेछौँ या पाउँछौँ होइन पनि आउँछ है भोलिको इन्गेजमेन्टको कस्तो भनेन अब त्यही भिडियो इन्ड गर्छु मैले अनि यति हुन्छ आजको भ्लग चाहिँ अब म चाहिँ रेस्ट गर्छु अनि एकछिन नुहाएर अनि आराम गरेर साझा खाएर अनि उस गर्न जान्छु म चाहिँ अनि त्यो काम गर्न जान्छु त्यो कुर्चीहरू ल्याउनु पर्छ होला भोलिको लागि सायद होइन अब थ्याङ्क यू सो मच बाई बाई